ख्रीष्ट येशूको नाममा सबैजनालाई जय मसीह। हुन्छ, परमेश्वरलाई धन्यवाद भएकोस्। हामी सबैजनालाई परमेश्वरले आज यो सुनौलो बिहानी समय परमेश्वरले हामीलाई दिनुभएको छ। कतिजनाले यो समयलाई हेर्न चाहँदै पनि पाउन सकेको छैन, तर परमेश्वरले हामीलाई यो सुनौलो समय दिनुभएको छ। आउनुहोस् हामी आजको सेवालाई सुरु गर्नेछौँ। हामी सुरु गर्नुभन्दा अगाडि हामी प्रार्थना गर्नेछौँ। धन्यवाद 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 स्वर्गीयमा विराजमान हुनुहुने हाम्रा जीवित अनि दयालु एकमात्र परमेश्वर, हामी तपाईँलाई यस गरी धन्यवाद दिँदछौँ। तपाईँ प्रभुले आज हामीलाई हप्ताभरिदेखि नभएर विगत दिनदेखि सम्हालेर प्रभु तपाईँले आज हामीलाई यो बिहानी सुनौलो समय तपाईँले हामीलाई दिनुभएको छ। धन्यवाद प्रभु। जति पनि हामी क्रोस भजनहरू गाउँछौँ प्रभु, तीद्वारा तपाईँलाई आदर इज्जत तपाईँलाई महिमा भएको छ। अनि म प्रार्थना गर्दछौँ, सबै कुरो म तपाईँको हातमा राख्दछौँ। परमेश्वर, म तपाईँलाई धन्यवाद दिँदै यो छोटो बिन्ती प्रार्थनामा आशिष माग्छु जीवित यीशुको नाममा, आमेन। सबैजनालाई परमेश्वरको नाममा जय मसीह। यो भजन सङ्ग्रह 100 पनि लाइन बनाएको छ। परम प्रभुको प्रशंसा गर, परम प्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ। तपाईहरुलाई ताली बजाएर स्वागत गर्न चाहन्छु। थ्यांक यू फर जोइनिङ अस। र आउनुहोस् हामी सबैजना मिलेर परमेश्वरको प्रशंसा गर्नेछौँ, हामी प्रार्थना गर्नेछौँ अनि यो संगतिलाई, यो आराधनालाई हामी अगाडि बढाउनेछौँ। बाबा, त्यो सबै कुरोहरूलाई बिर्सिँदै तपाईँ परमेश्वरलाई हेर्ने, तपाईँ परमेश्वरलाई आदर गर्ने, तपाईँ परमेश्वरको प्रशंसा गर्ने एउटा उत्कट इच्छा बोकेर हामी तपाईँको हजुरीमा भेला भइसकेका छौँ। हामी यस गरी सबैभन्दा बढ्ता गरेर परमेश्वर तपाईँको उपस्थिति हामी चाहन्छौँ। तपाईं बिना अब त
चाहिन्छ कोही छैन कोही छैन कोही छैन कोही छैन हृदयले तपाईँ झैँ पाएको यो हृदयले तपाईँ झैँ पाएको अब त बाँच्न पनि सक्दिन तपाईँ बिना अब त बाँच्न पनि सक्दिन तपाईँ बिना हर क्षण मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ यो 2 घण्टाको समय मात्र होइन प्रभु हाम्रो हप्ताभरिको जीवनमा हामी तपाईसँग हिँड्न चाहन्छौँ तपाईको उपस्थितिमा जिउन चाहन्छौँ प्रभु हामी एक एकलाई तपाईको उपस्थिति भन्दा टाढा जान नदिनुहोस् जसरी दाउदले भन्दछ मलाई तपाईको उपस्थितिबाट टाढा नलानुहोस् प्रभु हामी यसरी तपाईँ परमेश्वरलाई भन्दछौँ हामीलाई तपाईको उपस्थिति भित्र जिउन तपाईँ परमेश्वरलाई प्रेम गरेर हाम्रो कामले हाम्रो व्यवहारले हाम्रो बोली वचनले प्रभु हामी तपाईलाई हाम्रो जीवनमा प्रतिबिम्बित गर्न चाहन्छौँ जसरी हामी यो हप्ता प्रभु जिउने छौँ हामी आफै होइन तर तपाईँ हामी भित्र भएर जिउनुहोस् हामी तपाईँ बिना एकछिन पनि बाँच्न सक्दैनौँ हामीलाई तपाईको खाँचो छ प्रभु एक एक पल we need you Lord in every single moment of our life without you we are weak we are nothing परमेश्वर पिता हामी तपाईलाई धन्यवाद दिन्छौँ तपाईको जिउँदो उपस्थितिको लागि धन्यवाद पवित्र आत्मा परमेश्वर तपाईको छुवाईको लागि धन्यवाद धन्यवाद हाम्रो प्रशंसा हाम्रो आराधनाले तपाई परमेश्वरको त्यो सिंहासनमा ओ प्रभु त्यो महिमालाई ल्याएको छ धन्यवाद प्रभु हाम्रो जीवनबाटको सबै आदर इज्जत हामी तपाईलाई दिदछौँ धन्यवाद सबै आदर इज्जत तपाईलाई दिन्छु येशू प्रभुको नाममा आमेन आमेन हामी सबैजना बस्ने छौँ धन्यवाद प्रभु हाम्रो जीवनबाटको सबै आदर इज्जत हामी तपाईलाई दिदछौँ धन्यवाद सबै आदर इज्जत तपाईलाई दिन्छु येशू प्रभुको नाममा आमेन आमेन हामी सबैजना बस्ने छौँ आजको लाइट स्नेक ठिक छ नि हैन बिना ठिक छ सो गोडमा खाएर जाइदिउँ ल ल